नीतिको खुट्टा ढोगेर एचितले दिए नीतिलाई सम्मान। परम्पराभन्दा माथि उठेर समानताको यो एउटा दृश्यले अहिले इन्टरनेटमा तहल्का पिटिरहेको छ। पूर्व मिस नेपाल तथा नायिका नीति शाह र एरोस्पेस इन्जिनियर एचित राणा अन्ततः वैवाहिक बन्धनमा बाँधिएका छन्। तर यो विवाह अरूभन्दा अलि फरक र विशेष देखियो। धार्मिक विधि अनुसारको विवाहमा जब नीतिले परम्परा अनुसार एचितको खुट्टा ढोगिन्, लगत्तै एचितले पनि नीतिको खुट्टा ढोगे। यसले महिला र पुरुष बीचको बराबरी र एकअर्का बीचको उच्च सम्मानलाई प्रष्ट पारेको छ। विवाहको माहौल त झनै फिल्मको दृश्य जस्तै थियो। दरबारमागको त्रिसरामा आयोजित ककटेल पार्टीमा पल शाह र बेनिसा हमालको डान्स त छँदै थियो, तर जब स्वयं दुलहा एचितले फ्लोरमा धमाकेदार डान्स देखाए तब पाहुनाहरू नै दङ्ग परे। डिजाइनर मनिष राईको मास्टरपिस पहिरनमा सजिएकी नीति र एचितले वैशाखमा कानुनी विवाह भने गरिसकेका थिए। 2 वर्षको प्रेमलाई यति सुन्दर सम्मान र समानताका साथ विवाहमा बदल्ने नीति र एचितलाई सुखद दाम्पत्य जीवनको शुभकामना।